होइन केही खत्रै हुँदैछ क्या, खत्रै हुँदैछ। गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिइसक्नु भएपछि अहिले जुन खाली भएको गृहमन्त्री पद थियो नि त्यो पनि अहिले बालेन्द्र शाह प्रधानमन्त्रीले नै चलाउनु हुने भएको छ है साथी हो। खत्रै हुँदैन त अब। अनि जुन सुदन गुरुङले कन्टिन्यू गरिरहनु भएको र उहाँले अहिले राजीनामा दिएपछि अब त्यो रोकिलन कि भनेर एउटा अलिक डर जस्तो भएको थियो नि, त्यो कुराहरू चाहिँ अब प्रधानमन्त्री बालेन्द्र शाहले नै त्यसलाई कन्टिन्यू गर्ने, लगातार नछोड्ने, बिचमा नछुटाउने भनेर आफ्नो जिम्मेवारी लिइसक्नु भएको छ। जे भए पनि देशमा केही राम्रै चाहिँ हुँदैछ। सुदन गुरुङले राजीनामा दिएको कुरामा पनि हिजो नै मिटिङ बसेर छलफल गरेर सबै सहमतिमा गराउनु भएको थियो भन्ने कुरा आएको छ। सबैजना सुदन गुरुङ, प्रधानमन्त्री बालेन्द्र शाह, रवि लामिछाने लगायतका सबै नेताहरू, अनि शीर्ष नेताहरू, अनि त्यसपछि कानुनी सल्लाहकारहरू सबैजना बसेर छलफल गर्नु भएर निकाल्नु भएको निर्णय त केही न केही राम्रै हुनेछ, राम्रो हुनेवाला छ। एउटा सुदन गुरुङको राजीनामा पनि नहुनु पर्ने थियो भइसक्यो र भइसकेपछि पनि यसलाई कामहरू चाहिँ अब के होलान् कि भनेर एउटा मनमा त्रास जस्तो भएको थियो नि, त्यो चाहिँ अब कन्टिन्यू हुने भएको छ। यस कुरामा पनि हामी ढुक्क हुन सकिन्छ। एकैछिन चाहिँ एकदम नराम्रो लाग्यो गृहमन्त्री सुदन गुरुङले राजीनामा दिइसक्नु भयो, ला अब को हुन्छ फेरि, अब के हुन्छ फेरि भने जस्तो एउटा अलिक मनमा नराम्रो चोट पुगे जस्तो होइन, नराम्रो मनमा खल्लो भए जस्तो भइरहेको थियो। अब बालेन्द्र शाहले नै लिनुभयो भने झन् अलिकति झन् ऊर्जा पनि मिलेको छ। अब यो निराश हुनुपर्ने ठाउँ छैन, सबैजना मिलेर खुसी बनाऊ होइन। अब उहाँको पनि अब छानबिन भइसकेको छ, उहाँको पनि अब आफ्नो किसिमकै आउला, उहाँ पनि हामीसँगै हुनुहुन्छ। गृहमन्त्री सुदन गुरुङले पनि कोही निराश नहुँ, सबै जे हुन्छ राम्रोको लागि हुन्छ। यहाँ नयाँ नेतृत्वले केही न केही नयाँ चिज गर्छ। अहिलेको नेतृत्व चाहिँ कस्तो छ भने कसैलाई केही आक्षेप लाग्यो भने उसलाई बाहिर राखेर गर्नुपर्छ भन्ने, यहाँ तेरो तन्त्र मेरो तन्त्र आफ्नो तन्त्र केही पनि नचल्ने भएको भएर यो भइरहेको छ होला जस्तो लाग्छ मलाई चाहिँ। हजुरहरूलाई कस्तो लाग्छ? अब अलिअलि खुसी लाग्न थालेन र कमेन्ट गर्नुहोस् है।